पापा भित्ताको पनि कान हुन्छ भन्छ तर त्यसको मुक्ता हुँदैन नि त्यसले अरूलाई सुनाउँछ कसरी होइन होला के हो साँपले भेगुता खाँदाखेरि भेगुतालाई बचाए भने हामीलाई भेगुताको आशीर्वाद लाग्छ कि साँपको शराब लाग्छ सानो नानी भगवानको रूप हुन्छ भन्छ त किन आमाले त्यसलाई ठिकसे कुट्छ ये बड़ी अच्छी बात कही आप दसैँ तिहारमा दिदीहरूले आफ्नो दाजुभाइलाई ठिकसे रक्सी खिलाउँछ अनि अरू बेला मात्दा चाहिँ किन कराउँछ पापा भुइँचालो आउँदा मान्छेहरू किन यताउता भाग्छ भुइँचालो त सबैतिर आइरहेको हुन्छ होइन होला के हो बोक्सीले पनि सातघर छोडेर बिगार्छ भन्छ त्यसो भए बोक्सीसँग टाढो भाग्नु कि छेउमा जानु सुगर हुनेलाई सुगर फ्री बिस्कुट पाइन्छ भने क्यान्सर हुनेलाई क्यान्सर फ्री सिगरेट किन पाउँदैन कुकुर रोयो भने मान्छे मर्छ भन्छ मान्छे किन मर्छ कुकुरलाई भुँडी दुखेर पनि त रोग हुन सक्छ आप कहाँ थे ज्ञानी बाबा